अब हामी कुरा गरौँ मार्कोनिकफ रुल। ठीक छ, मार्कोनिकफ रुल भनेको को अल्कोहोलिक केओएच युज गर्दाखेरि जुन डबल बन्ड ल्याएको थियो त्यो डबल बन्डलाई फेरि हामीले अल्काइल हाइड्राइडमा त्यो रिभर्स रिएक्सनको कुरा गरेर यो सबै हामीलाई काम आउँछ। कहाँ काम आउँछ? कन्भर्सन गर्ने बेलामा पनि काम आउँछ र यो नर्मली सोध्छ पनि है। त मैले भने मार्कोनिकफ रुलले के भन्छ? मार्कोनिकफ रुलले त यो भन्छ कि कुनै अनसेचुरेटेड है अनसेचुरेटेड अर्ग्यानिक कम्पाउन्ड्समा त डबल बन्ड ट्रिपल बन्ड भएको अर्ग्यानिक कम्पाउन्ड छ तर अनसिमेट्रिक छ। त्यो डबल बन्ड ट्रिपल बन्डमा जुन अल्काइल हैलाइड मतलब कुनै रिएजेन्ट एड हुन्छ है, अनसिमेट्रिक रिएजेन्ट एड हुन्छ, त त्यसको नेगेटिभ पार्ट त्यहाँ जान्छ जहाँ हाइड्रोजनको संख्या कम हुन्छ र पोजिटिभ पार्ट त्यहाँ जान्छ जहाँ हाइड्रोजनको संख्या के हुन्छ? बढी हुन्छ। मतलब डबल बन्डमा या ट्रिपल बन्डमा जब एडिसन रिएक्सन हुन्छ भने त्यो रिएजेन्टको नेगेटिभ पार्ट हाइड्रोजनको संख्या कम भएको ठाउँमा जान्छ र पोजिटिभ पार्ट हाइड्रोजनको संख्या बढी भएको ठाउँमा जान्छ। यो एडिसन रिएक्सनको लागि हो। मतलब डबल बन्डबाट फेरि हामी कन्भर्ट गरिरहेछौँ जुन छ नि सिंगल बन्डमा त्यसलाई ल्याइरहेछौँ, एडिसन गरिरहेछौँ। ठीक छ, त मैले यहाँ के गरेँ? यसमा जुन हामी पोजिटिभ नेगेटिभ पार्टको कुरा गरेको छु, यो जुन पोजिटिभ यसमा यो हाम्रो जुन छ नि के छ? डेल्टा पोजिटिभको फर्ममा छ र यो डेल्टा नेगेटिभको फर्ममा छ। अब यो त जुन छ नि यो डबल बन्डको कुन साइडमा जाँदाखेरि जुन छ नि हाम्रो मेजर प्रोडक्ट दिन्छ मार्कोनिकफ रुल अनुसार र कहाँ जाँदाखेरि माइनर प्रोडक्ट दिन्छ। ठीक छ, त यदि यसलाई यस्तो गरी बुझ्दाखेरि हाइड्रोजनको संख्या जहाँ कम छ त्यहाँ जुन छ नि नेगेटिभ पार्ट जान्छ। यहाँ पनि सेम रुल काम गर्छ। मेरो सिस्टमले के भन्छ? मेरो टेक्निक अनुसार यसलाई 1 सेकेन्डमा हामी बुझ्न सक्छौँ। रिच बिकम रिचर, पुअर बिकम पुअर। जो धनी छ त्यसलाई धनी बनाउने, जो गरिब छ त्यसलाई गरिब बनाउने, यो चिज मैले एक प्रकार भनिसकेको थियो। मतलब जहाँ हाइड्रोजन बढी छ, हाइड्रोजन भनेको मैले धनी भने थियो कुनै भिडियोमा छ, योभन्दा पहिलाको भिडियोमा कुनैमा राम्रोसँग कुरा गरेको थिएँ है। यानी जहाँ हाइड्रोजन बढी छ त्यसलाई हामी धनी बुझौँ, त्यसलाई अझ धनी बनाउने, त्यहाँ हाइड्रोजनको संख्या अझ बढी थप्ने। जहाँ कम छ त्यहाँ हाइड्रोजनको संख्या नथप्ने है। हाइड्रोजनको संख्या त्यहाँ थप्ने जहाँ हाइड्रोजन अलरेडी के छ? बढी छ है। त हाइड्रोजनको संख्या कहाँ छ? बढी। त हाइड्रोजनको संख्या DS2 हामी यहाँ हेरौँ, यहाँ दुईटा हाइड्रोजन छ, त यो हाइड्रोजनसँग जान्छ र यो जुन छ नि यो जुन हामी देखिरहेछौँ नेगेटिभ पार्ट, त्यसो भए अब यो कहाँ जान्छ? यो कार्बनसँग जान्छ। क्लियर छ? यसको मतलब हाम्रो यो चाहिँ मेजर प्रोडक्ट भयो र यो चाहिँ हाम्रो के भयो? माइनर प्रोडक्ट। यो नलेखे पनि केही फरक पर्नेवाला छैन। यो हाम्रो कुन प्रोडक्ट? मेजर। हाइड्रोजन जहाँ बढी छ त्यहीँ जान्छ, रिच बिकम रिचर बनाइदिने त्यसलाई है। ठीक छ, र पुअर बिकम के? पुअर। यस्तो गरी सम्झिँदाखेरि ठ्याक्क जुन छ नि हामीलाई याद राख्न सजिलो हुन्छ। ठीक छ, र यसको जस्ट उल्टा हाम्रो पेरोक्साइड इफेक्टमा हुन्छ फेरि। तर पेरोक्साइड इफेक्ट मात्र कहाँ काम गर्छ? ओन्ली फर HBr वाला केसमा काम गर्छ है। HI वाला केसमा काम गर्नेवाला छैन, HCl वाला केसमा काम गर्नेवाला छैन, मात्र HBr वाला केसमा काम गर्छ। ठीक छ, पेरोक्साइड इफेक्ट ओन्ली के को लागि काम गर्ने? HBr वाला केसमा काम गर्ने। HBr वाला केसमा काम गर्छ र त्यो फ्री रेडिकल मेकानिजमबाट हुन्छ। कुन मेकानिजमबाट हुन्छ? फ्री रेडिकल। एउटा इक्जाम्पल लिएर हामी हेर्न सक्छौँ। एउटा यसको इक्जाम्पल लियो है। फर इक्जाम्पल हामी R को ठाउँमा यहाँ CH3 लिए, यहाँ CH लिए, डबल बन्ड CH2 छ र यसमा मैले के गरेँ? HBr के एडिसन गरेँ। DS2 कसको एडिसन गरेँ? HBr। तर यहाँ HBr लेख्दाखेरि मैले पेरोक्साइड लेखेँ, पेरोक्साइड लेखेँ। ठीक छ है, यहाँ म मेजर प्रोडक्ट मात्र लेख्छु। त यहाँ मार्कोनिकफ रुल एप्लाई हुन्छ किनकि पेरोक्साइड छैन। पेरोक्साइड नभएको केसमा मार्कोनिकफ रुल एप्लाई हुन्छ। त मार्कोनिकफ रुल एप्लाई हुँदाखेरि यहाँ के हुन्छ? हाइड्रोजन कहाँ जान्छ? जहाँ हाइड्रोजनको संख्या अलरेडी बढी छ। त हाइड्रोजन यो हाइड्रोजन कहाँ जान्छ? यहाँ जान्छ किनकि हाइड्रोजनको संख्या यहाँ बढी छ। जस कारणले हाम्रो के आउँछ? यो भनेको CH3 CH र यहाँ Br आयो, यहाँ आयो के? CH3। यो भयो हाम्रो 2 ब्रोमो प्रोपेन, 2 ब्रोमो प्रोपेन। यो मेजर प्रोडक्ट मात्र लेखेको, माइनर यसमा लेखेको छैन, पर्दैन माइनर लेख्नु है। तर यसै यही केसमा हामीले के गरेको? यही केसमा हामी देखिरहेछौँ यदि HBr र पेरोक्साइड अर्ग्यानिक पेरोक्साइड राखिदियो है, यसलाई खराच इफेक्ट पनि भन्छौँ है, या एन्टी मार्कोनिकफ रुल पनि भन्छौँ। त्यसमा जस्ट उल्टा हुन्छ। यो फ्री रेडिकल मेकानिजमबाट हुन्छ। मेकानिजमको कुरा मैले गरेको छैन। यदि त्यस्तो भिडियो चाहियो भने कमेन्ट गर्न सक्नुहुन्छ। मैले कमेन्टमा जुनको आधारमा त्यो
त्यसको लामो भिडियो जुन छ नि पुरा डिटेलमा बनाउँछु। त्यो फ्री रेडिकल मेकानिजमबाट हुन्छ, यहाँ जस्ट उल्टा हुन्छ है। यहाँ जे बनेछ त्यो यसको जस्ट उल्टा हुन्छ, हामीलाई कन्भर्सनमा एकदम काम आउँछ। त मैले भने यहाँ दिन्छ CH3, यो CH को ठाउँमा यहाँ H जान्छ है, र यहाँ हुन्छ के CH2Br, मतलब यो बन्न गयो 1 ब्रोमो प्रोपेन। क्लियर?